रिंकू कुमारी मृत्यु प्रकरण घरमा तोडफोड र आगजानी। दर्शकबिन नमस्कार, तपाईं देखिरहनु भएको छ दस्तक खबर। म छु विजय शाह। महतरीको बर्दिवास नगरपालिका 12 डाँडा टोलमा एक विवाहित महिलाको रहस्यमय मृत्यु भएपछि स्थानीयवासी र माइती पक्ष आक्रोशित बनेका छन्। घटनापछि शुक्रबार राति ठूलो संख्यामा जम्मा भएका माइती पक्ष र स्थानीयवासीले मृतक महिलाको घरमा तोडफोड गर्नुका साथै घरमा पार्क गरिएको कारमा आगजानी समेत गरेका छन्। प्रहरीका अनुसार शुक्रबार राति करिब 8 बजे आक्रोशित समूहले रामबाबु सिंह र शशि सिंहको घरमा प्रवेश गरी विभिन्न सामग्री तोडफोड गरिएको थियो। भिडले घरमा पार्क गरिएको कारमा आगो लगाउनुका साथै एउटा मोटरसाइकल र स्कुटरमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ। आग लागेपछि प्रहरी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो। गौशाला नगरपालिका 11 कान्ति बजार माइती घर भएकी रिंकू कुमारी सिंहको मृत्युको खबर पाएपछि माइती पक्षका दर्जनौं व्यक्ति बर्दिवास पुगेका थिए। आक्रोशित समूहले घरभित्र प्रवेश गरी तोडफोड गर्नुका साथै विभिन्न सरसामान बाहिर निकालेर फाल्नुका साथै घरका सामग्रीमा क्षति पुर्याएको बताइएको छ। घटनापछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। सो क्रममा केही समय स्थानीय र प्रहरी बीच तनाव समेत सिर्जना भएको थियो। मध्यरातसम्म तनावको अवस्था रहे पनि प्रहरीले सुरक्षा घेरा बढाएर स्थिति नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय महतरीका प्रहरी नायब उपरीक्षक डीएसपी पंचलाल गोलेका अनुसार बर्दिवास नगरपालिका 12 डाँडा टोल निवासी शशि सिंह की श्रीमती रिंकू कुमारी सिंह आफ्नो सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनी कोठाको सिलिङमा सलको पाँचो लगाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरेको छ। सब परीक्षण लगायत कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान भइरहेको डीएसपी गोलेले बताउनुभयो। स्थानीयवासीका अनुसार रिंकू कुमारीमाथि लामो समयदेखि मानसिक तथा शारीरिक यातना दिँदै आएको आरोप छ। यही आरोपका कारण माइती पक्ष र स्थानीयवासीमा आक्रोश फैलिएको बताइएको छ। यद्यपि उक्त आरोपको पुष्टि अनुसन्धान पछि मात्र हुने प्रहरीले जनाएको छ। घटनापछि गाउँमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रहरीले शान्ति सुरक्षा कायम गर्न निगरानी बढाएको छ भने तोडफोड तथा आगजानीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। मृतक महिलाको मृत्यु आत्महत्या हो अन्य कुनै कारणले भएको हो भन्ने विषयमा प्रहरीले सबै कोणबाट अनुसन्धान गरिरहेको छ। तपाईको भविष्यको पहिलो पाइला सही कलेजबाट सुरु हुन्छ। द ग्लोबल एसएस कलेज लाहानबाट।